मेरो दिनको सुरुवात चाहिँ मेरो अफिसको कामबाट सुरु हुन्छ। यसरी दिनभरिको काम सँगसँगै थकान पनि भइरहेको छ अनि सँगै मैले सोचिरहेको छु आज मेरो दाइको जन्मदिन हो अनि म के चाहिँ सरप्राइज दिउँ भनेर सोचिरहेको छु। सोच्दा सोच्दै मैले रेडी पनि गरिसकेँ अनि म तपाईँहरूलाई लास्टमा देखाउनेछु। क्लोजिङ टाइम पनि भइसकेको छ। दिनभरिको कामहरू सबै सकेर अब हामी सबै क्लोज गरिसकेर चाहिँ हामी अफिसतर्फ जाँदैछौँ। हाम्रो जुन ग्यासहरू चाहिँ सबै बुझाउन अनि हामी लिफ्ट फर्केर छौँ। लिफ्ट खोलिसकेको छ अनि अब हामी चाहिँ यहाँबाट अनि दिदी म बहिनी र हामी मास्तिर अफिसतिर लाग्यौँ। दिनभरिको थकानले फेसै अँध्यारो भएको थियो है अनि यहाँ हामी एकैछिन हाँस्यौँ पनि। अनि उहाँ चाहिँ अकाउन्टेन्ट साथी हुनुहुन्छ। अब चाहिँ मैले मेरो दादालाई सरप्राइजसँगै म अब अफिसबाट निक्लिँदैछु। आज दादाको बर्थडे अनि म सरप्राइज दिँदैछु। दिस इज अ फ्लावर। अनि म चाहिँ यहाँ दादालाई पर्खिरहेको छु बाहिर अनि एकदमै राति पनि परिसकेको छ। दादा पनि मलाई लिन आइसक्नु भयो। हेर्नुहोस् त दादा सरप्राइज दिन्छ। हेलो सरप्राइज। Happy birthday to you. Thank you so much. Wow, natural हो? Yes, this is a natural. धन्यवाद। Birthday, happy birthday to you, Dada. Thank you. Many happy returns after day. Happy birthday to you. Today is all for you. Blue sky, big cake, so much love. All your dreams come true. Welcome, Dada. Full day आउनु त। Thank you so much है। Welcome. अनि यहाँ चाहिँ गिफ्ट छ। यो चाहिँ गिफ्ट चाहिँ केक है। अनि मैले चाहिँ दादालाई सरप्राइज दिइसकेँ अनि हामी त्यहाँबाट घर लाग्यौँ। अनि मैले दादालाई कहिले यसरी सरप्राइज दिएको थिइनँ अनि दादा यति धेरै खुसी हुनुभयो अनि म पनि एकदम खुसी छु। अनि अब हामी रातिको समयमा घर जाँदैछौँ अनि घरमा पनि हामीलाई वेट गरिराख्नु भएको छ। हेलो डियरेस। हेलो मेरो भदाहरू कहाँ हुनुहुन्छ? सानो मान्छे यता बाबा कहाँ हो? यहाँ चाहिँ मेरो मुटुको टुक्रा मेरो भदैनी अनि अघि दुईजना भदै त देखाइसकेँ मैले। अनि यसरी केकहरू काटियो।